मेरो बर्थडे हो कति राम्रो हैन तिमीले राम्रो डे नवाज दादा विशिङ अ ह्यापी बर्थडे lots of love god bless you wow आज चाहिँ हाम्रो दादाको बर्थडे धन्यवाद यहाँ बर्थडेको पार्टीमा बहिनीले अनुभव गर्दैछु म त्यो खुसी लागिरहेछ अलिक गल्ती गर्नुभएछ 2-3 जना यसो छोरी जन्मायो भए अब कहाँ हुन्छ नि त हैन अस्ति मेरो पालामा नभए नि दादाको पालामा यी आइपुगी छे ल ठीक छ हेलो ठिक छ यी अब यहाँ यी बिहान उठेदेखि सुतेसम्म लागेको भने कसरी भनौँ त्यो बोल्ने चाहिँ घरमा बनाएको केक होममेड सबैजनालाई कसलाई चाहिन्छ एकछिन यो चाहिँ ह्यान्डमेड केक हो जसलाई अनि यो तपाईँहरूलाई पनि चाहिन्छ भने चाहिँ उहाँलाई सम्पर्क गर्नु होला उहाँको नाम चाहिँ सरिक्षा काफले तर उहाँ चाहिँ चान्चुने बनाउनु हुँदैन नि उहाँलाई बनाउनको लागि अर्डर गर्नको लागि पहाड पुग्नुपर्छ मूर्तिढुङ्गा केक काट Happy birthday dear Navaraj dada Happy birthday to you ल आज चाहिँ घरमै बहिनीले बिहानदेखि गर्दा गरेर केक बनाइ यति मिठो नरिवल दलेर के गरेर अब नवराज दादा उठ्नु भएको छ कुपु कुपु खाँदै बनाउने मान्छे चाहिँ यिनी हुन् हेलो भन् हेलो यी बनाउनेको दिदी हेलो भन् हेलो अर्की बहिनी बनाउने कि हेलो हेलो चपाउन है गाइज हामी त खाँदैछौँ दादाले मिठो बनाएर खुवायो यी हाम्रो यहाँमा के भन्नुहुन्छ आज अर्की सानी पनि यहाँनिर खुवाउँदैछ दादालाई यहाँनिर लु खा दादा झ्याप्पै खाइदे कस्तो रहेछ दादा कस्तो रहेछ अनि मलाई छुट्याइस् त भएर खायो कप्पै ए दादाको बर्थडे केक कति मिठो छ आउनुहोस् है गाइज बर्थडे केक खाँदैछु ह्यान्डमेड हो नि फेरि किनेर ल्याएको होइन बहिनीले सामान किनेर ल्याएर सुजी र हलुवा हालेर के हालेर बनाएको हो